रुबी भ्याली गाउँपालिका वडा नम्बर 3 शेरतुङ निवासी मतदाता बाआमा दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरूको घर दैलोमा तपाईहरूको धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर 2 का उम्मेदवार तपाईहरूको चिर परिचित नेता नन्दप्रसाद काफ्री तपाईहरूको घर दैलो कार्यक्रममा आइरहनु भएको छ। आउँदो 2082 साल फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा यहाँहरूले आफ्नो क्षेत्रको विकास, यो मुलुकको भविष्य गत भदौ 23 र 24 गते तपाई हाम्रा कलिला भाइ छोराहरूले गरेको विद्रोहको भावनालाई सम्बोधन गर्नका लागि आगामी फागुन 21 गतेको निर्वाचनमा यहाँहरूले मोबाइल चिन्हमा मतदान गरेर तपाईको जिल्लाको प्रभावशाली नेता नन्दप्रसाद काफ्रीलाई अत्यधिक बहुमत दिएर विजय गराउनु हुनेछ भन्ने हामीले आशा लिएका छौं। यो मुलुकको भविष्य, तपाई हाम्रो भाइ छोरा नयाँ पुस्ताको भविष्य र यो क्षेत्रको विकासका लागि विगतमा पनि नन्दप्रसाद काफ्रीको नेतृत्वमा जिल्लाबाट हुने विकासको कार्यक्रममा यो क्षेत्रलाई केन्द्रमा राखेको कुरा तपाईहरूलाई जानकारी नै छ। त्यसकारणले आउँदो 21 गतेको निर्वाचनमा मोबाइल चिन्हमा मतदान गरेर नन्दप्रसाद काफ्रीलाई अत्यधिक बहुमतका साथ विजय गराउनु हुनेछ भन्ने अपेक्षा गर्दछौं। धन्यवाद।